तरफ चाहिँ एउटा भिडियो देखाउनु मन लाग्यो। कस्तो लाग्यो साथीहरू यो प्लान्ट? दामी लाग्यो? भन्नुहोस् है, कमेन्ट गर्नुहोस् है। यो प्लान्ट कसरी रोप्नुपर्ने, के गर्नुपर्ने आउँदैछ है त्यसको भिडियो। तपाईहरुलाई मन पर्यो भने लाइक पनि ठोकिदिहाल्नुहोस्। यो हो, यो चाहिँ इन्डोर आउटडोर हो। यो मैले अलरेडी चाहिँ यहाँनिर पट भरिसकेको छु। यो चाहिँ हो पत्कर र बलुवा मिसाएको पट। त्यसमा चाहिँ मैले यो कटिङ पनि लिइसकेको छु। यो कसरी रोप्नुपर्छ तपाईहरुलाई बताउँछु है त म सर्ट फर्ममा, एकदम छिटो मिठो भने जस्तो। यसलाई यसरी यहाँ राख्दै, यो चाहिँ यहाँको होइन, यहाँको काटेको छुइनँ किनभने यो चाहिँ अर्कै पटबाट लिएको। म आज कटिङ लाउँदैछु नि त सानो पटमा, किनभने मान्छेहरूले ठुलो पट किन्नु सक्दैन नि त। यो मसिनो पटमा लगायो भने चाहिँ उहाँहरूले बिजन बनाउन सक्छ, लानु सक्छ। तर यो केही छैन, तपाईहरुले यसलाई हल्का गरी, बेसी गाड्नु भएन, हल्का गरी चाहिँ यसलाई लगाएर चाहिँ यसरी प्रेस गर्नु पर्यो अलिअलि। तर यो चाहिँ किनभनेदेखि 1 महिनाभित्रमा यो पानीको बाहिर राख्नुपर्छ। 1 महिनाभित्रमा डम्म हुन्छ, दामी भइहाल्छ, हेर्नुमा लाइक एकदम मनपर्ने भइहाल्छ। तपाईहरुले डाइनिङ टेबलमा टक्क राखेर तपाईहरुले सजाउन सक्नुहुन्छ। अनि चाहिँ यो चाहिँ इन्डोर आउटडोर हो हुनुको लागि चाहिँ। तर यसलाई चाहिँ तपाईहरुले 1 महिना तपाईले आउटडोर भित्र, घरभित्र राख्नुभयो भने पनि तपाईको हेर्दा यस्तो छ, तर केही हुँदैन। यो 1 महिना तपाईहरुको घरभित्र तपाईहरुको घरलाई एकदमै सुन्दरता दिएर यसले बरकरार राख्नेछ तपाईको घर है त। तपाईहरुले मन पर्यो भने कस्तो लाग्यो भन्नुस् है त कमेन्टमा। अनि यस्तो यस्तो भिडियोहरु मैले बनाएको भिडियोहरु चाहिँ तपाईहरुसँग शेयर गर्दैछु। ओके त साथीहरु, मन पराइदिनुस् है। तपाईहरुलाई चाहियो भने भन्नुहोस्।